आज चाहिँ हामी काठमाडौँमा त्यो पनि पहाडबाट मगाएको खसीको मासु अर्ग्यानिक तरिकाले पकाएर खान खोज्दैछौँ होइन। हामीले कसरी बनाउँछौँ हेर्नुहोस् ल, त्यो पनि अर्ग्यानिक चुलोमा। साउने सङ्क्रान्तिको भोलिपल्ट, त्यसमा पनि शनिबार, त्यो माथि पानी परेको। हेलो नमस्ते, म विष्णु अचारबाई पौरखीबाट। आज चाहिँ हामी खसीको मासु लोकल पाराले चुलोमा पकाएर खान खोज्दैछौँ। हामी कसरी बनाउँछौँ हेर्दै जानुहोस् ल। काठमाडौँमा चाहिँ अहिले पानी परिरहेको छ। पानी परेको भएर चाहिँ आगो बाल्नको चाहिँ एकदमै धेरै समस्या भएको छ। अब पहिला पहिला गाउँमा हुँदाखेरि ग्यास देख्न पाउन कति गाह्रो, त्यतिखेर दाउराको महत्त्व बुझिएन। अब अहिले काठमाडौँ आएपछि जहिले ग्यासमा पकाएर खाँदाखेरि कहिलेकाहीँ त यसो दाउरामा पकाएर खाउँ न भन्ने रहर लाग्दो रहेछ। तर रहर चाहिँ गरियो, तर रहर पुरा गर्न चाहिँ एकदमै हम्बे नै पर्यो। यो अरू केही कुराको हम्बे परेको थिएन, दाउरा बाल्न चाहिँ एकदमै धेरै हम्बे पर्यो। त्यसपछि मैले पुरै भड्डु लिएँ। भड्डुमा अलिकति खरानीलाई भिजाएर बाहिर खरानी के भन्ने हो त्यसलाई लाएँ भनौँ न। त्यस पछाडि मैले चाहिँ यहाँनिर हल्का तेल राखेर त्यसमा मेथी खोर्सानी पड्काउँदैछु होइन। त्यसमाथि मैले प्याज पनि यसरी काट्दैछु। तपाईँहरू पनि भिडियो हेरेर यसरी नै पकाएर पनि खान हुनसक्छ। तर तपाईँहरू धेरै राम्रो बनाउनुहुन्छ भने पनि ठिक छ, कमेन्टमा मलाई भनिदिन सक्नुहुन्छ यो पुगेन यो पुग्यो भनेर है। त्यस पछाडि मैले चाहिँ यहाँनिर आगोले चाहिँ मलाई अलि सताइरहेको छ होइन। पकाउनको लागि अब रहर गरिहालियो। त्यसपछि प्याज राखेर मैले चाहिँ यसलाई भोट्दैछु। खसीको मासु तेलमा त्यत्तिकै यताउति पल्टाएर खाँदा पनि मिठो चाहिँ मिठै हुन्छ होइन। तर अलिकति सुनमा सुगन्ध मिठो बनाएर खाउँ न त जस्तो लागेर यसो रहर गर्दैछु। काठमाडौँमा चाहिँ मजाले भन्दा पनि ठुलो भन्दा पनि ठिक्कको पानी परिरहेको छ। त्यसले गर्दा हाम्रो चाहिँ अलिकति दाउरा हिजै हामीले अलिकति व्यवस्था गर्न सकेनौँ होइन। अब यो प्लान थिएन। त्यस पछाडि पानी पर्यो, दाउरा भिजी गयो, अलिअलि बल्दै पनि छ। तर यस्तो टेनसन बनाएको छ नि, टेनसन चाहिँ धेरै बनायो। यस्तो टेनसन चाहिँ जीवनमा थोरै नै लिँदा राम्रो। त्यस पछाडि मैले चाहिँ यहाँनिर खसीको मासुलाई स्वाट त्यो तेलमा राखेँ होइन। अब यसरी नै हो, पकाउनु त पर्यो, खानु त पर्यो। अहिले म अलिकति खसीको मासुतिर इन्ट्रेस्ट देखाइरहेको छु क्या। म पहिला चाहिँ त्यति धेरै खसीको मासु खाँदिनँ थिएँ। र मैले त्यस पछाडि यहाँनिर खसीको मासु राखेर त्यसलाई प्याजसँग यसो हल्का भुट्दैछु। तर के गर्नु, धुवा सबै आफैतिर आउँछ है। त्यसपछि मैले हल्का बेसार, हल्का नुन राखेर होइन अब यसलाई चलाइदिँदैछु है। भड्डुमा खसीको मासु त्यो पनि चुलोमा पकाएको। सम्झिनुहोस्, तपाईँको मुखबाट पानी आयो कि आएन भन्नुहोस् त। नडाटिकन कमेन्ट गर्नुहोस् होइन। मैले कस्तो पकाएको छु प्लिज यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नुपर्छ ल। त्यसपछि यता चाहिँ मैले भतिजीलाई पनि यसो खबर गरेको थिएँ, यसो वान पिस मासु तुरुक झोल खाउँला भतिजी आऊ भनेको थिएँ। अब उसलाई पनि त त्यत्तिकै सित्तैमा त के खुवाउने अरे के। त्यसपछि उसलाई मैले यता चाहिँ मसला बनाउन लाएँ। जिरा, धनियाँ, लसुन, खोर्सानी राखेर मेरो भतिजीले लस यहाँनिर मसला बनाउँदैछु। भतिजी साह्रै कामकाजी छ, कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला। अनि त्यसपछि मेरो भतिजिनीले चाहिँ यता चाहिँ मसला रेडी गरिसक्यो होइन। अब 2-3 जना हुँदाखेरि सजिलो पनि हुन्छ नि त। नत्रदेखि त मलाई यता तपाईँको धुवाले कावा पारिसकेको छ। भड्डुमा पाकेको पनि कस्तो राम्रो देखिएको हेर्नु न। मासु साँच्चै नै राम्रो भएको थियो। हामीले अब बिस्तारै नै गऱ्यौँ। त्यसपछि मैले यता चाहिँ अलिकति टमाटर, अलिकति खुरासानी मैले यता काट्दैछु। टमाटर र खुरासानी चाहिँ काट्दैछु। काटेर अब त्यहाँनिर अलिकति लाउनु त पर्यो होइन। चलाउँदाखेरि यस्तो राम्रो स्मेल आउँदै थियो नि यो मासुको। अब तपाईँहरूले भिडियोमा चाहिँ देख्न सक्नुहुन्न होला। त्यसपछि मैले मेरो भतिजिनीले पिसेको मसला टक्क त्यहाँनिर लगाएँ होइन। त्यस पछाडि मैले अलिकति घरमै बनाएर राखेको लसुन अदुवाको पेस्ट पनि राखेँ। यति राखेपछि त अब यो खसीको मासुको कान्न पुगियो होइन। त्यसपछि राम्रोसँगले फेरि मैले चलाइदिँदैछु। त्यसरी चलाइसकेपछि अब मैले अघि काटेर राखेको टमाटर र खुरासानीलाई पनि हालेँ। तपाईँहरू पनि यसरी बनाउन सक्नुहुन्छ है। साँच्ची भनेको जान्नेलाई त अब तपाईँहरू जानिहाल्नुहुन्छ। यदि कसैले चाहिँ फर्स्ट टाइम यसो हुन्छ नि बनाउन अलिकति हुँदैछ भने प्लिज तपाईँहरूले यसरी बनाएर खान सक्नुहुन्छ। त्यसमा मैले अलिकति खोर्सानीको धुलो पनि एड गरिदिएको छु। त्यो चाहिँ अब तपाईँहरूको स्वादअनुसार, यस्तो कुराहरू चाहिँ तपाईँहरूको स्वादअनुसार तपाईँले नुन, खोर्सानी, मसलाहरू चाहिँ राख्न सक्नुहुन्छ होइन।
अब तपाईँको कति मासु छ क्वान्टिटी भन्ने पनि हुन्छ। त्यसमा मैले हल्का पानी राखेर अलिकति भुट्दैछु फेरि यसलाई होइन। अब हामीले चाहिँ यो ढिलोसँग खानु पर्यो भनेर बनाउँदैछौँ, त्यो भएको भएर अलिकति हामीलाई चाहिँ ग्रेभी रस पनि चाहिन्छ। अब अलिक पुग्दैन कि जस्तो लाग्यो, अलिकति थपेर पनि हामीले गऱ्यौँ होइन। अनि मासु चाहिँ अब लगभग हाम्रो पाक्ने अन्तिम चरणमै छ। राम्रो पछि चाहिँ आगो पनि एकदम मजाले बल्यो क्या, त्यो भएको भएर एकदम राम्ररी पकाउन पनि सजिलो भयो हामीलाई। आगो पनि मजाले बल्यो अनि अब यो चाहिँ पाक्न नै लागिसकिसक्यो होइन। अचारको स्टार्ट गरेदेखि चाहिँ मलाई अहिले चाहिँ नयाँ कुराहरूको यसरी टेस्ट गर्न पकाउन ओर्न चाहिँ एकदम रमाइलो लाग्न थालेको छ। त्यसमा पनि साथीभाइ घर परिवारसँगै यसरी बनाउन पाउँदाखेरि त झन् रमाइलो लाग्छ। मलाई मात्र होइन, सबैलाई लाग्छ होला। ल हाम्रो चाहिँ अब मटन पाकिसक्यो, खसीको मासु पाकिसक्यो। तपाईँहरू पनि यस्तै बनाएर खान सक्नुहुन्छ। केही आइडिया आएन भनेदेखि मलाई कमेन्ट गरेर सोध्न पनि सक्नुहुन्छ। हस् त, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल, अनि भिडियो पुरै हेरिदिनु होला। हस् त, नमस्ते, बाई बाई, ह्याभ अ गुड डे। सुन्नेले सुन्ला किने भन्ला, लेख्या जो कर्ममा त्यही होला, कलिलो जो